बल्ल पो अरे त्यो त्यो फर्लक्क गराउन बस कस्तो लागिरहेछ ठिक छ बसेछ भित्र एकदम घुस्नु पर्यो बसेछन् गरिरहेछन् सबैजना पेल्नु गरेछन् गर्न त अलिक साँप्रा देखाएर बस न साँप्रा देखाएर बस न बस न यार भएन त यार बेबी किन झुक झुक उठिरहेछ यार अलिक साँप्रा देखाउ न बस न यार छिटो बसेकै छैन रे भनिरहेछन् दादाहरूले बस न बस बोतल लगाऊ फर्लक बस साँप्रा देखाएर त्यति दुईटैवटा सारा न एउटा अगाडिको सारा न भाग्यो अगाडिको बस्दै बसेन यार मजै आएन त यार कपडाले छेकिरहेछ क्या मजै आएन यार प्लिज दादा तीनटा फुलमा दादा रो तीनटा फुलमा 50,000 हाल्नु भनेको साउर गरिदिन्छु यति राति 1 बजे म साउर हाल्दिन्छु पुरा 50,000 कहाँबाट ल्याउनु यार मैले बाउ आमाको जिन्दगीमा गरिब मान्छे 50,000 देखे छैन अनि 50,000 कसरी भन्छु त मेरो जे हुन्छ पुरा यहाँ सत्य पुरा हुन्छ कस्तो जिन्दगीमा नदेखेको कुरा देख्ने मैले जिन्दगीमा नगरेको कुरा गर्न लागिरहेको छु नहीं मैले देखे छैन बाउ आमाको जिन्दगीमा बाजेको मैले देखे छैन 50,000 म किन यति सपनामा बोक्दिनँ हेर गरिब मान्छे हो गरिबको छोरा हो म ठुलो सपना हेर्दिनँ हेर मेरो लागि एउटा दुईटा फुलक लिएर मलाई जिताउँछन् त्यही हो मेरो लागि खुसी थ्याङ्क यू मेरो दादा सबैजना परमेश्वर दादालाई सबैजना दादाहरू परमेश्वर दादाले सबैजना दादाहरू सबैजना 1 नम्बरमा बसिरहेछन् सबैजना फलो गर्नु न मेरो दादालाई माया छ मेरो दादा थ्याङ्क यू 1 नम्बर 2 नम्बर अब्बू दादा सबैजना माया छ डबलमा मेरो दादा डबलमा सबैजना मेरो दादाहरू सबैजना पेलम न थोरै मेरो दादा सबैजना थोरै मेरो दादा राजा अधिकारी दादा सबैजना फलो गर्नु है दादाहरू हाम्रो टपमा बसेको आइडी परमेश्वर दाले सबैजना फलो गर्नु उहाँले धेरै सपोर्ट गरेछन् त हेर्नु भएछ त यार दाया 2100 1800 2200 जना 1800 1700 जना मेरो दाइ 1700 जना सबैजना दाइले सबैजना गरिदिनु है माया उहाँले धेरै सपोर्ट गरेछन् 1 नम्बर 2 नम्बर अब के गर्छौ थाहा छ अब जाऊ अब बोतल ल्याएर यहाँ घाँस गर के गर्दिन कि यहाँ चाहिँ म भने त मेरो वार्निङ आयो अब सस्पेन्ड भयो ड्युटी अफ गरेर आउनु पर्छ हुन्छ नाइ पहिला पनिशमेन्ट गर्नु अनि अफ गर्छु त्यो पछाडि फेरि गेम लगाउँछु आएर टेन्सन नगर्नु भाग्दिन म तिमीलाई छोडेर तिमी त मेरो मुटु हो मेरो धड्कन हो मेरो प्राण हो मेरो परमेश्वर दाइको मुटु हो अहिले म इनबक्समा जाँदिनँ यार सोरी इनबक्सतिर जाँदिनँ सबैजना दाइहरूले एकनासै माया गरेछन् मलाई इनबक्समा जाँदिनँ सोरी है मुखबाट के आयो दादाहरू सोरी यार माफ गर्नु केही गल्ती छ भने सोरी है दादाहरू सबैजना तर 1400 जना दाइहरू छौ परमेश्वर दाले सबैजना माया गरिदिनु मेरो दादालाई सबैजना फलो गरिदिनु त कोले फलो गरेछन् हेरौँ त कतिजनाले फलो गरेछन् 1 नम्बर 2 नम्बर 3 नम्बर दादालाई सबैजना गरिदिनु त मेरो दादाहरूले वक्के लेख्नु त कतिजनाले गर्छौ वक्के लेखौँ त मेरो दादा सबैजना गरिदिनु है दादालाई उहाँ दादाको गएर भिडियोमा सबैजना सपोर्ट गरिदिनु लाइक कमेन्ट दादाले गर्दाखेरि त अहिले हामी पनिशमेन्ट दिन पाइरहेछौँ उहाँले सपोर्ट गरिरहेछन् बिचारा यति गरेछन् भाइको लागि अनि सबले इन्जोय भइरहेछ हो कि नै दादाहरू इन्टरटेनमेन्ट भइरहेछ उहाँले गर्दा सबैजना गएर परमेश्वर दादालाई 1 नम्बर 2 नम्बर दादालाई
सबैजना फलो गर्नु मेरो दादाहरूले बिचरा कति कति गेम हानेछन् उहाँले अघि 6-7 गेम एक्लै हाने हुन् अहिले पनि हानिरहन् बिचराले कति गरौँ जाऊ पनिसमेन्ट गर बेबी जाऊ चुमुक चुमुक गराउ त पुतली जाऊ अब बुबु मसाज गरिदेऊ न एकछिन यार खेलाइदेऊ न यार दामी छ तिम्रो बुबुलाई माया छ त यार भन्नु न 3टा हुन्छ कि के अप्सन त भन्नु त तिनटा अर्को पुतलीमा हात हाल न यस्तै 350,000 कट्नुपर्छ भनिरहेको अर्को खुर्सानी अब चबाएर सक्छ यस्तै दानाले सुन्नु 5वटा खुर्सानी चबाएर यहाँ बुबुमा हाल्छ अनि त्यो पनि त। त्यतिमा हुँदैमा नि ल यहाँ पानी हालिदिन्छु म पानी ल हालिदिन्छु पानी हालेर अनि खस खस साबुन ल्याउन एउटा साबुन छैन म ल्याउन साबुन म भोलि किनिदिन्छु म र परमेश्वर दाइ मिलेर किनिदिन्छ हाम्रो दादा भाइ मिलेर हामी सबैजना मिलेर किनिदिन्छौँ एउटा साबुन पनि फ्रीमा महाकसम इनबक्स गर्नु अनि म पठाइदिन्छु साबुन मेरो परमेश्वर दाइले किनिदिन्छन् एउटा साबुन दिइदिन्छ तिमी एकचोटि साबुन लगाएर घस गरिदिनु हाम्रो दादाले एउटा क्याप उठा गएर हानिदिन्छन् परमेश्वर दाइले केही छैन अनि साबुन किन्नु भयो त ओके छ त कसो दादाहरू राम्रै कुरा गरेछु त होइन दादा पानी हाल बोतल भरि हाल यत्रो बोतल भरि हाल्छ त्यति स्कुलमा ल हाल अनि साबुन ल्याएर भोलि अहिले के एउटा क्याप भिजे भएन एउटा साबुन मायालु साबुन आउँछ रुक न पहिला हाल न तिमी हाल न पहिला हाल्ने होइन पहिला लाउने यहाँ स्कुल च्यालेन्जसम्म हाल्छु म अरे तिमी हाल न पहिला म हानिरहेको छु त तिमी हाल न पहिला म भाग्दिनँ तिमीलाई छोडेर ल भागे नि भाग्नु म पनि भाग्छु म कुद्छु बरु भाग्दिनँ यार हाल न अलिक मजाले हाल त बेबी चुहिरहेछ त पुरै हाल हाल अनि साबुन ल्याऊ अनि डल्नु अनि अहिले म दाइले एउटा क्याप फान्न पठाइदिन्छु उता गएर परमेश्वर दाइले अनि भोलि साबुन किन्नु ल भोलि साबुन किन्नलाई म पठाइदिन्छु तर माया कसम यार भगवानले दिएछ दुध त यार उहाँको माया छ केही छैन हाल न यार घचक्क पारेर हाल न यार गरेछन् बिचारीले पनिसमेन्ट अब छाडा गर्दिनँ भनिरहेछन् त के गरौँ दादाहरू तर भगवानले दिएछ यार सरस्वती माताले पुरै लुगा भिज्यो ओछ्यानै भिज्यो हाल अझै हाल पुरै हाल साबुन लगाऊ न पहाडी भोगटे हो नि पहाडी भोगटे हो त लु भयो अब यो भन्दा हाल्दिन पुरै भिजिसक्यो सबै अझै हाल न साबुन ल्याउ न त्यहाँ मल न यार पुरै भिजिसके हौ म ल तपाईँको मासु भन्नु म साउ एकैछिनमा डिस्कनेक्ट गरेर आउँछु ल एकैछिन बस्दै गर्नु कसैले नजोड्नु नि ल गाइस पुरै भिजाइदियो तपाईँहरू ट्याप ट्याप हान्नुपर्छ कि गाइस कसम मेरो लास्ट बिजोक भयो गाइस ओइ हेर्नु त गाइस यहाँ यस्तो बिहाल बनाइदियो यार गाइस यस्तो गर्नुहुन्छ ट्याप ट्याप हाने नि त जित्छ नि यार अलिअलि गाइसहरू अब उहाँ आउनु हुने रे गाइस हेर्नु गाइस ट्याप ट्याप हान्नु न गाइसहरू के साह्रो छ्या तपाईँले बिजोकै बनायो यार गाइस अलि धेरै चिसो भएछ कि कसम बिहाल भयो गाइस आइमा बिहाल गाइस डबल ट्याप हान्नु त डबल ट्याप गाइस प्लिज